सो हेलो गाइज, धेरै दिन बाद होइन नगराएको। आज चाहिँ दसैँ, मेरो तर्फबाट सबैजनालाई ह्याप्पी बर्थडे दसैँको। अनि अब जाम हामी उताको घर, किनकि त्यहाँ होइन अब एकछिनमा यसो मासु हेर्न यसो मासु खान मन लाग्यो गाइस। अनि एउटा यसो टिपी खान मिल्छ के मासु, अनि यसो जाम न त होइन एकछिनमा टिका लाउन जाने हो उताको घर दसैँमा होइन। 11 पनि बजेको छैन हौ, बजेको छैन। आज चाहिँ दसैँ गाइज, सबैजना रमाइलो गर्नु दसैँको दिनमा। हामी नि गर्छौँ, रमाइलो गर्ने त कोही छैन। हिजो चाहिँ पानी परेको थिएन गाइज रातभरि। म त भनेको होली नि पर्छ भनिरहेको थिएँ दसैँमा, बट आज हिलो टिका लाउन जान पर्छ भनिरहेको थिएँ त घाम गरेको रहेछ। वा आज चाहिँ राम्रो लाग्यो। अब फोटो नि राम्रो आउँछ, यसो भिडियो राम्रो आउँछ, भ्लग बनाउन पाइन्छ न त। भन त हिलोमा को बनाउँछ भ्लग, राम्रो नि आउँदैन नि त। आइफोन नभएर अहिले म आफ्नै मोबाइलले गराइरहेको छु। गाइज क्या हेर्दै भन्छ जा जिनेर न मम्मा, जिनेरी लाज लाग्यो बडे लाज लागेछ गाइज, लास्टै हो क्या। दुईजना मात्र छौँ अनि त्यहाँ हेरिदिरहेको छौँ। लाज लागिरहेको छ कि अलिअलि लजाउनु पर्छ। तर जे भने भ्यू खतरा नि पछाडि। त्यहाँबाट बादल। मेरो मोबाइल नै आइफोन भन्दा कम छैन, हेर्न कति राम्रो भ्यू आएको छ। अब भ्यू नै त्यस्तै आयो भनेपछि त आइफोन त के हो र, आइफोन त कमै हो। आइफोनलाई टप दिन्छु मेरो मोबाइल साथीहरू, आइफोन भन्दा कम छैन। चल्दिउँ न कता डुल्न, कस्तो झ्याउला खायो कि घरमा। एकछिनमा जाने के पनि देखेन यार, मोबाइल पनि देखेन, कस्तो झ्याउला। मामा घर चल्दिन्छ जस्तो भयो। नजातेर घर यहीँ छ, के गर्न जान्छ मामा घर। मामा घरमा बोल्दा त मोबाइल मिल्छ नि यार हेर्न। सो गाइज, अब चाहिँ हामी जान लागिसक्यौँ टिका लाउन। यहाँ देख्न सक्नुहुन्छ कोला तोला हो गाइज, तोला। छिटो आइज, कति ढिलो गरेको हेर्नु त गाइज। हेलो गाइज, म चाहिँ आउन लाएँ ल। यही ढिलो गरेछ हेर्नु त। म यसो मेकअप दलिरहेको थिएँ कि गाइज। 1 किलो मेकअप। म चाहिँ कोक पनि यसो तोला हो, तोला। कोक पनि यसो लिएर जान पर्यो। आज पार्टी गर्न पर्छ। अब इन तलाले पनि ढिला गर्यो। गाइस देख्न सक्नुहुन्छ माथि एकदम राम्रो कपडा, तल चाहिँ एकदम चप्पल। मेरो पनि त्यही हो। जुत्तै छैन गाइस, जुत्तै किन्दै छैनन्। अब माथिको कपडा मात्र लगाएर जानु परेछ, जुत्ताको अभाव भएछ। कोकोकोला खाएर झ्याप हुने हो। कोकोकोला खाएर झ्याप हुने हो गाइस, नो टेन्सन। ल हामी अब जान लाग्यौँ टिका लाउन। आइफोन छैन त अब के गर्ने। आइफोन त्यहाँ लिएर गइसक्यो गाइस, अब के गर्न सकिन्छ त। अब मेरो मोबाइल पनि आइफोन भन्दा कम छैन, त्यही पनि। चार्जर चाहिँ किन लिएर आएको गाइस? चार्ज लगाउनलाई नाकमा लट्टुछ नि, अनि चार्ज लगाउने हो गाइस। हैन चार्ज उता गरेर लाउँछु भने थिए, तर के गर्नु मोबाइल लिएर गयो। अब केही कस्तो डाइन जस्तो देखेछु हैन गाइस? डाइन जस्तो देखेछु हैन गाइस? फेरि এখন कमेन्ट गर्दैछन् कति हामी आइसक्यौँ गाइस टिका लाउन। यहाँ देख्न सक्नुहुन्छ अचार बनिरहेछ। यो पैँट होइन, सटो ऊ गरेको यहाँ छ मासु। ल हाम्रो टिना भाइ यहाँ छ, यता हेर। निशल ढोन हाम्रो चाहिँ टिका लाउने यहाँ टिका लाउँदैछन्। लगाइज अब मेरो ताल टिका लाउन। ल लाली दुर्गा माता हे दुर्गा देवी तोहर नाम श्रीका भजन राजा बहान फेरि गइसक्यो। जहाँ लगे 12 क्लास आके पढ़ ले, जहाँ लेके सरकारी नौकरी करे पढ़ ले, डॉक्टर के पढ़ ले, जहाँ पायलट के पढ़ ले। देवी हिंदा देखिए भावना टीका बोले अच्छा शांति ओम नमो ग्रह रहा शांति देते।
गाइस टिका लगाएर आयो अब कहाँ जाने हो थाहा छैन यहाँ छ स्नेहा र यहाँ छ लियाडोन अनि चाहिँ टिका अब हामी लगायो कहाँ अब जान्छौँ जाम थाहा छैन उतातिर guys। भात खान अरे बाबु दादा पनि त राख्दै लिएर खोइ बाबु दादा कहीँ पनि माग्दै त टिना यता हेर ए निसल यता हेर निक्नेमै नाले बिगार्दै हैं यहाँ टिना भ्या भनेर लगाएर यहाँ बडाल्न परिरहेछ हेर्नु त मलाई बडाल्न बनिरहेछन् चप्पल भरारो त लिग तट ल साथीहरू फेरि पानी पर्न लाग्यो है बिजोग गर्छ यो पानीले त टिका लाउन दिन जस्तो छ यताउता मामा घर पनि त जानु पर्यो होइन अघि क्या राम्रो मौसम थियो अहिले चाहिँ पानी पर्दैछ के गर्नु साथीहरू यस्तै छ जिन्दगी अहिले चाहिँ म घर आएको छु केही सामान लिन छ अब काम हराइ हुन्छन् लिन आउनु पर्यो सामान त होइन ल गाइज अब चाहिँ हामी पिङ झुल्न जान लाग्छौँ तलको स्कुलमा खेल्न झुल्न खेल्न उयो त बेला यहाँ सफा गर्दाखेरि यो केटी हो न कतिको जुका त्योसँग डराएर कस्तो गरेको थियो उफ्री माथि थियो हेर्नु गाई त्यहाँ लुकिरहेको छ अहिले कस्तो हेरेछ मलाई यस्तो साइड लगाइ जानु पुगिसकेछौँ यहाँ देख्न सक्नुहुन्छ झुलेको पिङ मजा आएछ यहाँ देख्न सक्नुहुन्छ हाम्रो निसल हेरेर निसल गर्न नहीं विवेक जी गाइज अब हामी जान लाग्यौँ जसले पनि डाउकी हेरेर चाहिँ म खेल्छौँ पनि हामी अब पिङ झुलेर आइसकेको छौँ खेलेर एउटै बात बोले न झुले खेल उनका नाइ बुझ्दैछन् त कति गर्दै त थारू मनुष्य हेरेर सुन कसको नाइ बुझ्दैछ आको नेपाली र सब भाषा फत्के पर्ले कि त थारू फत्के म फत्का फत्काइ त पनि हो न गाइज होइन न गाइस भन्नुहोस् कति जातो फलक गरौँ खानौँ न थारू नेपाली निस्कछ नेपाली खोरखोरे खुलाइ बस्छन् जाउँ खोरखोरे खुलाइ ल गाइज अब मेरो भ्लग यति नै सबैजना हेरिदिनु पर्यो है हिरो डोनाको भ्लग बाई बाई गाइज